रित म्याम सुन्छु न, धेरैजना अकाउन्ट र फाइनेन्समा काम त गरिरहेको हुन्छन्, तर किन करियर चाहिँ आफूले सोचे जस्तो हुँदैन नि? एलेक्स, बेसिक अकाउन्टिङ नलेज मात्र भएर हो। अहिले कम्पनीजहरूले अकाउन्टिङ मात्र होइन, अकाउन्टिङ सफ्टवेयर र प्र्याक्टिकल एक्सपर्टिजहरू पनि खोजिरहेको हुन्छ। मतलब काम गर्दा गर्दै पनि आफ्नो स्किल्स अपग्रेड गर्नुपर्ने रहेछ। एक्ज्याक्टली सर, सेम पोजिसनमा इयरसम्म बस्नु र करियरमा नेक्स्ट लेभल जानुको डिफरेन्स नै अपस्किलिङ हो। तर वर्किङ प्रोफेसनल्सहरूले प्र्याक्टिकल एडभान्स स्किल चाहिँ कहाँबाट सिक्ने म्याम? त्यसैको लागि कुमारी जबले विगत 12 वर्षदेखि इन्डस्ट्री फोकस एडभान्स अकाउन्टिङ ट्रेनिङ कन्डक्ट गर्दै आइरहेको छ। सो म्याम, यो ट्रेनिङमा के सिक्न पाइन्छ नि? एडभान्स एक्सेल, ट्याली, भ्याट, ट्याक्सेसन, पेरोल, फाइनेन्सियल रिपोर्टिङ, प्रिभेलिङ लज रिगार्डिङ अकाउन्ट्स एन्ड फाइनेन्सको अपडेट्सहरू, प्लस कम्पनीहरूमा रियल वर्ल्डमा कसरी चाहिँ अकाउन्टिङ प्रोसेसहरू ह्यान्डल गरिन्छ भन्ने कुराहरू सिक्न पाउनुहुन्छ। राम्रो रहेछ म्याम, यो त वर्किङ प्रोफेसनल्सहरूको लागि एकदमै युजफुल हुने रहेछ नि है? एब्सोल्युटली सर, सर्टिफाइड ट्रेनर्सहरूबाट यो ट्रेनिङ कन्डक्ट गरिन्छ र पार्टिसिपेन्टहरूलाई प्लेसमेन्ट असिस्टेन्स एन्ड करियर गाइडेन्स पनि दिइन्छ। सो म्याम, यो ट्रेनिङ कसले जोइन गर्दाखेरि फाइदा हुन्छ होला नि? अकाउन्टेन्ट, जुनियर अकाउन्टेन्ट, असिस्टेन्ट अकाउन्टेन्ट, फाइनेन्स र अकाउन्ट रिलेटेड कुनै पनि फिल्डमा काम गरिराख्नु भएको प्रोफेसनल्सहरूले यो ट्रेनिङबाट डाइरेक्ट बेनिफिट लिन सक्नुहुनेछ। यदि तपाईँ पनि अकाउन्ट्स र फाइनेन्स रिलेटेड फिल्डमा काम गर्दै हुनुहुन्छ र आफ्नो स्किल्सलाई अपग्रेड गर्न चाहनुहुन्छ भने आज नै कुमारी जबलाई सम्पर्क गर्नुहोला।